Good morning from Fuchangman. अहिले चाहिँ एकदमै स्पेशल ठाउँ जाँदैछौँ हामी बिहानै त्यो ठाउँ के हो भनेर अहिले देखाउँछु म एकदमै स्पेशल ठाउँ So this is one of the most special places in Beijing for all the Nepalese and I can't wait to show you around यो स्पेशल ठाउँ So यो ठाउँको बारेमा म अहिले भन्नेछु है त So नेपालीलाई free entry wow because we are here at Arniko temple हाम्रो अर्निकोले बनाउनु भएको चैत्य स्तूपमा आइपुगेको छौँ हामी र we don't need entry fee हामीलाई यहाँ पैसा लाग्दैन यहाँ छिर्नको लागि पुरै बेजिङमै तर त्यति बेला सबैभन्दा टल जस्तो के है बेजिङकै त्यही त हेर्नु न अरू घर यति सानो टाढाबाट आउँदाखेरि बेजिङ आइपुग्यो सङ्केतै यसबाट भन्ज्याङतिर एउटा देखाएपछि मेरो घर भएको एरिया भनेर बेजिङका मान्छेहरूले अब व्यापार गर्न कोही 6 महिना 3 वर्षलाई बाहिर जान्थे हजुर अब चाहिँ हामी आइपुग्यो व्हाइट स्तूपमा ठ्याक्कै यो चाहिँ अर्निकोले बनाउनु भएको स्ट्रक्चर अनि यता चाहिँ अर्निकोको स्ट्याच्यु 1244 देखि 1306 राम चाइना आएको त 1260 मा पो हो त है बाबा 13th century कहिले कहिले यार अर्निकोले है अब अहिले को छ त त्यस्तो हाम्रो आर्टिस्ट अर्निको भन्दा 100 वर्ष पछि बनाएको रहेछ यहाँ हजुर अहिलेसम्म त कसैले ल्याएको थिएन अहिले मैले लेखिरहेको छु सेतो पाटीमा आउँछ अब ए ओके के यही आउनु भएको रहेछ अर्को आर्टिस्ट अर्निको 1244 मा जन्मिए हजुर 1259 मा उनी तिब्बत आए तिब्बत आएर अनि यहाँ सुवर्ण चैत्य बनाए सिकासे हजुर 80 जना कलाकार आएका थिए नेपालबाट उनीहरूलाई 80 जना चाहिँ फर्के अर्निकोलाई चाहिँ फाक्पा गुरुले म चाहिँ बादशाहलाई भेटाउन लान्छु कुब्लाखालाई भेटाउन लान्छु भनेर लिएर आए त्यतिखेर कुब्लाखाको राजधानी चाहिँ इनर मङ्गोलियामा थियो साङतु भन्थ्यो यसलाई तातु भन्थ्यो यहाँ राजधानी थिएन हजुर अनि यता घुम्न आएका बेला चाहिँ यही ठाउँमा यो आगोको ज्वाला निस्किने ज्योति निस्किने र मान्छेहरूले पूजा गर्दा रहेछ के छ यहाँ भन्दा चाहिँ यहाँ खनेर हेर्दा चाहिँ भित्र चाहिँ त्यस्तै अब ड्रागनहरू अथवा चाहिँ एकदम महँगा वस्तुहरू हजुर भेटेपछि अनि यहाँलाई केही गर्ने के बनाउने भनेर चाहिँ अनि अर्निकोलाई बनाउन दिएर 1271 बाट सुरु गरेका 1279 मा अब 8 वर्ष लगाएर 50.9 मिटर हाइटको यो बनाए हजुर अनि पहिले यो बनाए त्यसपछि बाहिरका ती बिहारहरू अघि त्यसपछि बनाएको थियो अनि त्यहाँ बनाउनलाई कति जमिन चाहिन्छ तिमीलाई भन्दा चाहिँ कुब्लाखाले भन्दाखेरि चाहिँ उनले चाहिँ तीर हानेर के भाला हानेर चारतिर कहाँ कहाँ पुग्छ भाला त्यहाँ त्यो क्षेत्र निर्धारण गरेर चाहिँ अनि त्यो बनाएर त्यहाँ बनाउन थालेका त्यो बनाए उनले अर्निकोले चिनको पल्लो सान्सी प्रान्तको उठाइ सालमा पनि यस्तै श्वेत चैत्य बनाएका छन् अनि सान्सीमा सान्सी पल्लो सान्सी दुईटा सान्सी छ चिनामा अब चार ताली फरक फरक हुन्छ र नेपालीमा उस्तै हुने भएको हुनाले त्यो पल्लो सान्सी र तल्लो सान्सी ए ओके पल्लो सान्सी सियान भएको चाहिँ पल्लो सान्सी अर्निकोको 11 जना श्रीमतीबाट हजुर
यताबाट चाहिँ हाम्रो स्तूपा एकदम क्लियर देख्दो रहेछ फुल लेन्थमा हामीले देख्छौँ अहिले भर्खर दाइले चाहिँ मलाई एकदम इन्ट्रेस्टिङ कुरा सुनाउँदै हुनुहुन्थ्यो 11 जना श्रीमती रहेछ अरे अर्निको टोटलमा 1 जना नेपाली 10 जना चाहिँ चाइनिजहरू होइन दाइ 11 होइन 11 जना श्रीमतीहरू अनि 11 जनाबाट जम्मा 13 जना सन्तान अर्निको कहाँ छन् पनि सन्तानहरू खोज्नु पर्ने Sino-Nepal friendship across the Himalayas. हुन्छ हेर्छु म मेरो हाकिम साहबलाई पनि China and Nepal are neighbors. हाम्रो लिडर्सहरू स्टुडेन्टहरू को आउँदाखेरिको फोटोहरू रहेछ ए मैले उसलाई चिन्छु हौ नाम चाहिँ बिर्सेँ के हो उसलाई चिन्छु ऊ पनि पहिला थाङ डाइनेस्टी आमा भ्रिकुटी ए सँगसँग गम्बुको यो हो फोटो ए ओके Song Dynasty. यता अर्नीको भइहाल्नु भयो विभिन्न सभाहरूको कम्पनीले हस्त बनाएको थिए पुनर्निर्माण गरेको यो वाइट क्यामेराको यो त हनुमान ढोका दरबार नौतले दरबार अर्थक पछाडिको चाइना एड मैले यसको स्टोरी पनि गरेको छु सेभरल स्टोरिज स्वाङचाङ त्यो फासियन यो स्वाङचाङ सुवर्ण चैत्य बनाए सुवर्ण चैत्य बनाएपछि फाक्पा गुरुले चाहिँ उनलाई भिक्षु बनाए अरनीको चाहिँ त्यतिखेर चाहिँ भिक्षु ग्रहण कपाल सपाल मुण्डन गरेर भिक्षु भए यी फाक्पा चाहिँ कुब्ला खाका पनि गुरु थिए त्यहाँका प्रशासक अनि यी फाक्पाले यो भिक्षुलाई चाहिँ ल्याएर अनि उसँग भेट गराए कुब्लाखासँग कुब्लाखाले यो एउटा मूर्ति बिग्रेको मूर्ति थियो बनाउन लगाए यो बनाएपछि पनि एकदम सबभन्दा यहाँ आएपछि यहाँ चाहिँ यस्तो ज्वाला निस्किन्थ्यो आगो निस्किन्थ्यो खनेर हेर्दा यस्तो भेटियो यस्तो भेटिएपछि ल यहाँ बनाउनु पर्यो भने चाहिँ बनाउनु थाल्यो भनेकोले 1271 सुरु गरेर 1279मा यो चाहिँ यहाँ 50 मिटर भनेर लेखेको होला यो 50.9 यहाँ 51 मिटर लेखेको छ अनि यस्तो बनाएपछि अनि यहाँनिर अघि हामीले हेरेको त्यो उयोहरू चाहिँ बिहारहरू बनाए अनि यसरी चाहिँ यो अरनिकोलाई त्यसपछि सम्मानहरू दियो अनि त्यसपछि चाहिँ यो यस्तो बनाइयो वरिपरि अनि राजा रानीले यस्तो गरेका थिए त्यसपछि अरनिको चाहिँ अब यो Namaste. We are from Nepal. Yeah, Nepal. So we were just talking. I guess you are from Nepal. Yes. So we feel. 第一部分你介绍了一下尼泊尔的这个世界上遗产，它的自然风光。这个就是第二部分，就是不同年代的。汉代从东晋开始， धेरैजना भिजिटरहरू आउँदै हुनुहुन्छ यस्तो राम्रो बाहिर पनि चिसो भए पनि निलो आकाश अर्निको अहिलेको मोडर्न लुक होइन अहिलेको मोडर्न लुक यो चाहिँ कुब्ला खाको छोरा होइन त ए फाक्पा गुरु ए उहाँ त कुब्ला खाको पनि गुरु होइन मेन यहाँ चाहिँ कुब्ला खा जसले हाम्रो अर्निकोलाई इस्टाब्लिस गर्नलाई मद्दत गर्नुभयो उहाँ कुब्ला खाको छोरा
यो कुलाखाको फोटो अरानिकल बनाएको अरानिकल हातले बनाएको पेन्टिङ Okay, that's all for today. Bye. So यो बेजिङको व्यस्त सहरको बीचमा हाम्रो सेतो स्तूपा चैत्य आहा कति राम्रो देखिएको सबैभन्दा अग्लो अहिले पनि यो एरियामा त सबैभन्दा अग्लै रहेछ के है यो क्याफेमा चाहिँ धेरैजना मान्छेहरू आउनुहुँदो रहेछ रुफटपबाट ठ्याक्कै देखिन्छ आनन्दले बस्ने खाने अनि हेर्ने भ्यू ओके फर दिस टाइम यति नै अर्कोचोटि फेरि आउँला